युकेबाट मामाले कागजपत्र पठाइदिएछ कान्छीको। काठमाडौँमा बुवाको साथी दुर्गा संयोगकोमा छोडिदिइरहेछ अरे, जानुपर्ने भयो। के खानुपर्ने भयो अरे? खानुपर्ने होइन हो, कान्छीको कागजपत्र मामा चाहिँ उता युकेबाट पठाइदिएको छ अरे काठमाडौँमा, तपाईँको साथी दुर्गा संयोगकोमा। उहाँ मिलाउनु जानुपर्ने भयो अरे। ए त्यसो भन न। हो नि, अब कान्छीलाई लिएर जानुपर्ने त म हो। अब मेरो बुढोज्यू कामले राम्रो काम गर्दैन, भरे अलमल होला। अब जेठी छोरी, जिम्मेदार छोरी, यो छोरी ट्रान्सेस बहिनीलाई लिएर सबै कागजपत्र ठाकठुक मिलाएर आऊ छोरी। कागजपत्र मिलाउँदा, एम्बेसीमा दिँदा, अनि पासपोर्ट बनाउँदा हप्ता 10 दिन त लाग्छ होला नि। होइन लागोस् न, त्यो बाबाको साथीकोमा बसेर कागजपत्र बनाएर आऊ न। म त्यो साथीलाई भनिदिन्छु, आनन्दसँग त्यहाँ सबै काम गरेर मिलाएर फर्क न। बुवा दुर्गा अङ्कलकोमा नबस्ने, काठमाडौँ ठाउँमा अर्काको घरमा बसेर किन अर्कालाई दुःख दिनु? 1-2 दिनको कुरा भए पो बस्दा पनि मिल्थ्यो। बरु कान्छी र म सस्तो मस्तो होटल लिएर बस्छु। हुन्छ हुन्छ, त्यसै गरौँ नि। अलिक जतन गरेर बस नि, काठमाडौँको ठाउँमा चोर चकरी लाग्ला, होस् गरेर बस्नु। चोर अरे? खोइ कहाँ चोर लाग्यो? छैन त चोर। के को चोर हौ? कहीँ अलिक जतन गरेर बस काठमाडौँको ठाउँमा भनेको नि। त्यसो भनेको आमा है सपिङ पनि त गर्नुपर्ने होला, पछि फेरि हतार हुन्छ। अनि गर न, आधी उधी सपिङ उतै गरेर आऊ, आधी यता आएर गर्दा पनि त भयो नि, हुँदैन?